भाइको भ्लगमा यसो केही भनिदिनु न त यसो। भाइको भ्लग अनि मेरो पनि यतातिर फ्यान हुनुहुँदो रहेछ सोल्टिनीहरू, जे होस् खुसी लाग्यो है। अर्को ठुलो खालको हुन्छ नि किम्बु जस्तै गनाउँदा छ सोल्टी खानु नि। हजुरहरूलाई फेरि पनि स्वागत छ अम्बलियम ब्लगमा। हजुरहरू सन्चै आरामै हुन्छ होला, म नि फिट एन्ड फाइन छु। अनि आज चाहिँ हामी घुम्न जान आँटेको ठाउँको नाम चाहिँ थाहा छैन, अहिले चाहिँ सोल्टीलाई सोध्छु अनि भनिहाल्नुहुन्छ। अनि हाम्रो प्लान चाहिँ हिजो के थियो भने आज चाहिँ सन्दकपुर भन्ने ठाउँ जाने प्लान थियो। अनि हामीले टिकटकमा पनि सर्च गरेर हेऱ्यौँ क्या, दामी रहेछ त्यो चाहिँ, तर अलिक टाढो बाटो पऱ्यो अनि अलिकति कठिन बाटो रहेछ क्या। तर एकपल्ट चाहिँ जानुपर्छ, हामी पछि जान्छौँ होला। अनि आज चाहिँ हामी अर्कै ठाउँ जान आँटेको, नाम थाहा भएन। अनि म गइसकेपछि हजुरहरूले पनि देख्नु पाइहाल्नुहुन्छ ब्लगतिर। कान्छी सोल्टिनी हुनुहुन्छ यहाँ, मेरै मात्रै भिडियो हेर्दै बस्नु हुँदो रहेछ। ओ खोइ देखाइदिनु त कसको भिडियो त्यो, खोइ हेरौँ। त्यस्तो सोल्टिनीले यही फेरि यही भिडियो राखिरहेको। मेरो भ्युज किन बढ्छ भने त यहाँ सोल्टिनी सानो सोल्टिनीहरूले हेरिदिनु हुँदो रहेछ र पो भ्युजहरू बढ्दो रहेछ। अनि मेरो पनि यतातिर फ्यान हुनुहुँदो रहेछ सोल्टिनीहरू, जे होस् खुसी लाग्यो है। केही भन्नु सानो सोल्टिनी, केही भनिदिनुहोस् लु। मेरो भिडियो मात्रै हेरिराख्नुहुन्छ हो, कहिलेदेखि हेर्नु थाल्नु भएको भन्नु त? कहिले? अस्ति। एक दुईवटा शब्द भन्नु न त्यहाँ। एक शब्द अब चाहिँ हामी लाग्न आँटीमै त जानुहुन्छ। अहिले कुन ठाउँ? अहिले म यहीँभित्र लाग्यो है त 50 लाखको टेम्पोमा। हामी कहाँ जानु पाँटेको सोल्टी? माई पोखरी देउराली है। अब हेरौँ कस्तो छ बाटो चाहिँ। आउन टेम्पो चाहिँ यहाँबाट चाहिँ हेर यस्तो बाटो नि तान चाहिँ हो क्या। हामी यहाँ कतिजना? 5 जना चाहिँ 5 जना। यस्तो उकालो छ क्या, यस्तो उकालोहरू तानिदिन्छ हो। खत्रै हो यार टेम्पो। यहाँबाट चाहिँ हो कि पर जस्तै हो यार, सिधी साह्रो भन्नु पर्दैन भन्ने। ल अब चाहिँ तान्छ यामराजले। अनि यत्रो उकालो आम्मामा हेर त 5 जना। अनि तान्नु भने सानो हो त, अलिक न्यु भएको चाहिँ मोबाइल तान्छ त्यहाँ मात्रै हेर त्यहाँ। हाम्रो अटोलाई के भयो? ऐसेलु अरे ओइ लाउनु त यो खाएको देखेको थियो मैले। म खाएँ ल भनेर सोल्टी ऐसेलु होइन यो चाख्दिउँ। फर्स्ट टाइम चाख्यो उ यस्तै हुँदो रहेछ है। के भन्छ? अर्को ठुलो खालको हुन्छ नि किम्बु जस्तै गनाउँदा छ सोल्टी खानु नि होइन भाइ भन्छ भर्खर ब्रस गरेँ कि त पो हुन्छ ब्रस गरेर। अनि सोल्टीको भ्लगमा के भन्छ जानु यता चाहिँ खासै सोल्टी पर्नुहुन्छ है। के भन्नु आए जस्तै हाम्रो टेम्पो क्यामेरामा आउने मान्छे छैन र हल्का आउनुपर्छ नि कहिलेकाहीँ। सोल्टीको यसो भ्लगमा आउनु पर्ने, कहिलेकाहीँ यसो हुन्छ नि त यादगार। यसो अब भ्यू चाहिँ नआए पनि केही नआए पनि यस्तो यादगार चाहिँ हुन्छ। हामी यस्तरी गएको थियौँ घुम्नुलाई भन्नुहुन्छ नि त, त्यही भएर त्यस्तो केही भन्दिनँ न त। के चाहिँ भन्दिनँ, सबैजनाले लाइक सब्सक्राइब सेयर गरिदिनु होला, त्यति नै हो। ल अब हामी चाहिँ अब कति टाइम लाग्छ अरे? म
म त 10-15 मिनट जस्तो लाग्छ। त्यति भन्दा नि त्यति उही त होला अब। ल हाम्रो टेम्पो उडेर आइसक्यो ल। तर यहाँ चाहिँ राम्रो है घर यहाँ बस्नुलाई चाहिँ। उता चाहिँ ढिरो त हो, घरबाट निस्किनै सकिँदैन। अनि फ्यानहरू लगाएर बस्दा नि पसिना निस्किन्छ हो, फ्यान लगाएर बस्दा नि त्यस्तो घाम हुन्छ है। यहाँ चाहिँ अब घामै छैन, हुसे पो लागिरहेछ। घर त हामी स्याहार एक्सचेन्ज गरेर लग्नुपर्छ ल यो टेम्पो। माई पोखरी आइसक्यो है हामी चाहिँ। माई पोखरी अब हेरौँ के छ यहाँनिर, कस्तो कस्तो छ हजुरलाई सबै देखाउनेछु। अब चाहिँ हामी यहाँ छिर्दैछौँ अब। ल हामीले चाहिँ यहाँनिर टिकटक बनाएर अब अगाडि बढ्दै सोल्डाहरू चाहिँ बसिराख्नु भएको छ। एक दुईवटा सुट हान्यो, अब यो जान्नु बाँकी छ है। भयो मार 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 ओ अबि खोइ यता हेरौँ। ओइ लाज लाग्यो नमार। कस्तो राम्रो आएको है, फेरि मलाई भिडियोमा आउँदै। टिकटक बनाउनु कहाँ छिर्नुपर्छ। गुम्बा रहेछ यहाँ। यो चाहिँ टिटु भन्छौँ हामी, टिटु। अरूले के भन्छ यो अडाउने। माई पोखरी चाहिँ यस्तै रहेछ। कस्तो लाग्यो हजुरहरूलाई कमेन्टमा भन्नु होला। आउनु सक्नुहुन्छ घुम्नुलाई, हेर्नु सक्नुहुन्छ है। ड्रोन सट हान्दिउँ क्या हो। भाइको भ्लगमा यसो केही भनिदिनु न त्यसो। भाइको भ्लग ल दाइ ल। दाइ भेटेको के बोल्नु भयो क्या हो। म त मकै पर्दियो। मलाई चाहिँ कस्तो भइरहेको थियो दाइ भेट्दाखेरि। म त अनएक्सपेक्टेड भन्छ नि, त्यो भेट्दाखेरि त्यस्तो हुँदा ठ्याक्क त टाइम राम्रो क्या, ठ्याक्क अलिकति ढिलो भयो पनि निस्किसकेको। अनि हामी छिटाएको नि गइसकेको नि हामी पनि ठ्याक्क। तर संजोग भन्छ नि, संजोगले भेट भयो भन्छ नि। तर त्यसरी भेट्दाखेरि चाहिँ अलिकति बोल्नु चाहिँ अलिकति आउँदैन रहेछ, लडाइँदैन रहेछ। तर यहाँ पुनः आइरह्यो भन्दाखेरि म चाहिँ अलिक हेन्डल देखेको रहेछु है। म त के भन्नु, त्यो भइरहेको क्या। त्यसले त भिडियो खिचेछ मलाई पो दिन्छ आत्तेर क्या। त्यो आत्तेर होइन, गर्दैन भिडियो भनेर चाहिँ देखेको क्या तँलाई। अनि भ्लग बनाइरहेको छ अनि कसरी म चाहिँ भिडियो गर्छु, म चाहिँ नआउनु फोटो खिच्दा होइन। 1,17,000 के बोल्नु भयो एकछिन।
माई पोखरीमा आएर नि भेट्यो दाइलाई भर्खरै माया मोहमा भिजिट गरिदिनु होला युट्युबमा गएर भनेर भिडियो बनाएर टिकटकमा हालेको सबैजनाले चाहिँ दाइको न्यू सङलाई चाहिँ माया गरिदिनु होला है त माया ल धेरै धेरै धन्यवाद दाइलाई पनि भाइको भ्लगलाई के भयो अरे के भन्नु है भाइको भ्लगलाई त्यतिमा सुने मैले त ए भाइ ए होइन होइन मैले यस्तो भनेको थिएँ भाइको भ्लगमा केही भन्दिनँ भने थिएँ ल भाइको भ्लगमा के भन्नु अहिले चाहिँ हामी इलाम बजार आएको छौँ इलाम बजारको सिटी मलमा आएको छौँ खाजा खानलाई चाहिँ यो चाहिँ मेरो भेज हो यसको चाहिँ मासुमा हो कस्तो छ भाइ मासु चाहिँ बाहिरदेखि मेरो नि भेज हो बाहिर रोस्ट गरेको रहेछ कि त्यसलाई काटेर हालेको रहेछ त्यो भेज जस्तै हो कस्तो छ सोल्टी मोमो ठिक छ म चाख्नु बाँकी छ यता सोल्टीले त खानु खाएर भनिदिनु त लु छिटो र चाखेर भनिदिइहाल्नु त लु चाख्ने भएको हो ल ल अब मेरो भालै अब कस्तो छ म त फेरि जस्तो छ त्यस्तै भन्छ है मिठोलाई मिठै हो ठिकै रहेछ अब उतापट्टि भाउजूहरू हुन्छ अहिलेसम्म अब सोध्ने छु अहिले खान्छु म सेलिसकेपछि यार ए चटपट पो आइसकेको छ हौ थ्याङ्क यू भन्नु हौ तैँले भनिस् त अनि भगवती भन्नु उसले जता नि डिस हान्छ ठिकै छ हान अब फेरि चटपटे लगाएर अगाडि चाहिँ चटपटे पनि थुर्याएको हुन्छ आउने त्यही यो चटपटे पनि चाखौँ न चटपटे चाहिँ फेरि ए सरी यहाँ सोल्टी 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 खानु न लु खाने खानु चटपटे लगाएर चटपटे चाहिँ अगाडि नै हाल्छ चाख्ने हो ए फेरि कता तान्छ चाउमिन छ चटपटे चाउमिन अब चटपटे आएछ चटपटे नै खाने मान्छ चटपटे लभर हो नि त म अगाडि चटपटेमै जान्छ आउने त्यही एउटा लास्टै भोका रहेछ लाग्यो कहाँ केही भन्नु सक्नुहोस् मलाई अनि त्यो भन्छ ल अहिले चाहिँ हामी घर आइसक्यौँ अनि म चाहिँ बिरामी होला होला जस्तो भयो अलिकति बोल्नु नि गाह्रो गाह्रो भइरहेछ पूर्ण राई भेटेको म त बिरामी नै भयो कि क्या हो धेरै खाइयो कि क्या हो कस्तो बोल्नु नि अल्छी लागिरहेछ अनि जाने भन्ने थियो मैले चाहिँ यसो सोचाएँ एउटा केही बोल्न आउन त भनेर भनेको दाइ भाइको भ्लगमा केही भन्दिनँ भनेको भाइको भ्लग के भन्नुभयो क्या हतार थियो नि त किनभने टाइम पनि थिएन अब यो अरे माई पोखरीदेखि अब धरान पुग्नु पर्ने होला अनि टाइम थिएन नि त कति भयो 3-4 बज्न आँटेको थिएँ त्यतिखेर हिँड्न आँटेको रहेछ अब कतिखेर पुग्ने हो हामीलाई त यतिखेर आइभयो हाम्रो त्यहाँदेखि त्यस्तै भयो है बोल्न सकिनँ गाह्रो भयो हजुरहरूलाई पनि यस्तो हुन्छ कि मलाई मात्र हो तर प्रायः सबलाई हुन्छ र एक्कासी देख्दाखेरि त्यस्तो हुँदो रहेछ सब अहिले भइरहेछ मलाई म यस्तै भएको थिएँ अघि एकरो के बोल्नु भइरहेको थियो बोल्न नि सकेको थिइनँ म अनि जस लक्की रहेछु फिल भयो मलाई किनभने भर्खरै बिहानै मैले भिडियो बनाएर माया म भन्ने गीतको भिडियो बनाएर गएको थिएँ त्यहाँ घुम्नुलाई अनि त्यहीँनिर भेट्नु भने त लक्की मान्छे होइन म बोल्नु पो सकिनँ त म के बोल्नु भयो